सम्पूर्णमा नमस्कार। आशा छ सबैजना आरामै हुनुहुन्छ होला। म नरेश पुन मगर तपाईहरु माझ धेरै लामो समय पछाडि फेरि पनि फरक व्यक्ति र फरक विषयवस्तुमा रहेर आजको यस भिडियोलाई चाहिँ तयार पारेका छौं। अन्तिमसम्म हेर्नु होला। र देशमा हरेक व्यक्तिहरु चाहिँ आफ्नै समस्याहरुले आउने गर्नुहुन्छ। सही क्रममा हाम्रो कृष्ण सर जुन चाहिँ विगत लामो समयदेखि उहाँसँग सहकार्य गर्दै आएका छौं र उहाँले पनि यो अवसरमा चाहिँ कुन कुन कारणले गर्दाखेरि आउनुभयो र यहाँ आइसके पछाडि कस्तो खालको चाहिँ अनुभूतिहरु गर्नुभयो भनेर चाहिँ संक्षिप्त रूपमा राखिदिनको लागि चाहिँ हार्दिक स्वागत गर्न चाहन्छु। हस् सर, थ्यांक यू सो मच। एकदम राम्रो क्वेशन गर्नुभएको छ। सो यो सबैलाई मेसेज आओस् किनकि जरुरी छ, स्वास्थ्य जरुरी छ। सो नमस्ते, म कृष्ण। लामो समयदेखि म अहिले हाल दुबईमा बस्दै आएको छु र त्यसै अन्तरालमा चाहिँ लामो समयदेखि एउटा म स्वास्थ्यको कारणले गर्दाखेरि र मेरो हेल्थमा लामो समयदेखि यो समस्या भएको कारण चाहिँ ग्यास्ट्रिक बिगेर चाहिँ एउटा अल्सर कहिले नहोस्, तर मलाई चाहिँ यो अल्सर भइसकेपछि मलाई यो जुन अपोजिट दिने मेरो अग्रज हुनुहुन्छ विशाल परियार, उहाँलाई धन्यवाद दिन्छु किनकि उहाँले चाहिँ मलाई आज यो यसरी चाहिँ म एउटा नयाँ जीवन पाउनु कारण भनेको उहाँले गर्दाखेरि यसरी जीवन पाउँछु। सो म तपाईलाई चाहिँ के भन्न चाहन्छु भने सबैभन्दा पहिला एम पनि भनेको हाम्रो स्वास्थ्य रहेछ र मैले चाहिँ के चिज खाएर चाहिँ मलाई के कसरी ठिक भयो त। सो तपाईँलाई देखाउँछु। यो चाहिँ सञ्जीवनी जडीबुटी, जसलाई गरर मसुर भनिन्छ र यो चाहिँ ऋषि मसुर पाउडर, यसको हरेक नाममा चिन्न सकिन्छ। यो सञ्जीवनी जडीबुटी हो। यो प्रोडक्ट मैले चाहिँ प्रत्येक दिन खाएँ र अर्को छ जसलाई चाहिँ मल्टिभिटामिन भनिन्छ स्पारमा, एउटा यो खाएँ र साथसाथमा चाहिँ यो चाहिँ मोरेन जुस। मैले चाहिँ यो जुन सञ्जीवनी बुटी जुन 3वटा प्रोडक्ट मैले आफ्नो जुन समस्याको लागि सल्लाह दिएपछि मैले 3टा प्रोडक्ट म देखाउन चाहन्छु। यो 3वटा चाहिँ एकदम मेन प्रोडक्ट हो। यसको चाहिँ डोज चाहिँ कसरी प्रयोग गर्नु? मैले चाहिँ यो मसरुम पाउडर चाहिँ प्रत्येक दिन 1 स्पुनबाट सुरु गरेको, 2 स्पुन हुन्छ, 1 स्पुन पाउडर हालेँ। त्यसैगरी चाहिँ 3 ढक्कन मोरेन जुस सुरुवात गरेर मेरो चाहिँ र 10 पिस स्पाइरमा, 5 पिस बिहान 5 पिस बेलुका, यसरी यो 3टालाई कन्टिन्यू गर्न जाँदाखेरि र साथमा चाहिँ कडिसेप, जसलाई यासा गुम्बा भनेर चिन्छ। हामी नेपालमा किन खान सक्दैनौँ, तर हाम्रो कम्पनीले जो उत्पादन गरेको जुन यासा गुम्बा, यसको फाइदा सबैलाई थाहा छ र यही प्रोडक्टलाई कन्टिन्यू गर्न जाँदाखेरि आज म स्वास्थ्य हुन पाएको छु हैन। र म मेसेज के दिन चाहन्छु, जति पनि यदि तपाईँ रोगी हुनुहुन्छ भने तपाईँले आफ्नो स्वास्थ्यलाई प्रोडक्ट प्रयोग गर्नुहोस्। यदि रोगी हुनुहुन्न भने त्यो रोगबाट बच्नको लागि अर्थात् भोलि त्यस्तो समस्या नहोस् भन्नको लागि चाहिँ हामीले चाहिँ यो प्रोडक्ट प्रयोग गर्न सकेपछि तपाईँ बाँचुक जनता एउटा स्वास्थ्य गर्न सक्नुहुन्छ। त्यस कारण चाहिँ जति पनि दाजुभाइ दिदीबहिनीहरू, आमा बुवाहरू सबैलाई के भन्न चाहन्छु भने यो प्रोडक्ट राम्रो छ र यसलाई प्रयोग गर्नुहोस्। यसबाट तपाईँले चाहिँ राम्रो फाइदा लिन सक्नुहुन्छ। सो तल दिएको स्क्रिनमा नम्बर दिएको छ। तपाईँ पनि यदि तपाईँ पनि स्वास्थ्यमा समस्या छ, प्रोडक्ट प्रयोग गर्न चाहनुहुन्छ, कन्ट्याक्ट गर्न चाहनुहुन्छ, हाम्रो ग्रेट लिडर नरेश सरलाई गर्न सक्नुहुन्छ या मलाई पनि कन्ट्याक्ट गर्न सक्नुहुन्छ। हामी तपाईँ माझमा प्रोडक्ट हामी पुऱ्याउनेछौँ र यो राम्रो चिज छ, यसलाई खानुहोस्। र हामीले यसरी आफूले युज गर्दै आफूले पाएको फाइदा अहिले हामी सबैलाई खुवाउँदैछौँ किन एउटा सञ्जीवनी जडीबुटी हो। यो जडीबुटी उत्पादन गरेको हाम्रो कम्पनीको मालिक हुनुहुन्छ डाक्टर लिम सुयोजिन। उहाँ एउटा भगवान चाहिँ हामी मान्छौँ किन म आज जिन्दा छु त त्यही प्रोडक्ट हाल्ने चाहिँ। सो थ्याङ्क यू सो मच भन्छु नरेश सरलाई। थ्याङ्क यू सो मच। पक्कै पनि उहाँले आफ्नो अनुभवहरूलाई चाहिँ प्रस्तुत गरिसक्नु भएको छ। यहाँहरू सबैजनाले हामीले बुझ्नुपर्ने कुरा एउटा, हामी आफू स्वस्थ हुनुपर्छ र अरू मानव जातिलाई पनि स्वस्थ बनाउनुपर्छ भन्ने अभियानमा छौँ। यदि तपाईँ पनि छुट्नु भएको छ भने कन्ट्याक्ट गर्नु होला, त्यसको लागि हामीले सहयोग गर्नेछौँ। धन्यवाद।